टु माई भ्लग 8 बज्यो लगभग अनि मेरो चाहिँ 8:45 बाट क्लास छ 8 बजे हैन आई मिन 7:35 समथिङ भएको छ लगभग 8 बजे जस्तै लाग्छ मलाई चाहिँ यतिखेर चाहिँ अब म चाहिँ रेडी हुन्छु अनि कलेज जान्छु आज के हुन्छ दिनमा म हजुरहरुलाई देखाउँछु है त म चाहिँ ड्रेस अप गरेर आइसके अब चाहिँ बेसिक मुखमा अलिअलि कतिबेर कलेजतिर लाग्नुपर्छ साथीहरु म चाहिँ रेडी भएर I'll catch you guys, okay? I'm finally ready. अनि अब चाहिँ म घर ल्याएर अलिक पर्खिनु छ अरे यहाँबाट निस्किन्छु किनकि अलिक ढिलै भइसक्यो I was supposed to leave at 8:15 तर अझै पनि म 8:15 भइसक्यो यही छु स्कुटरसम्म पुगेकै हैन Then I'm ready. म चाहिँ अब युनिमा पुगेर अलिअलि क्लिपहरु खिच्न ट्राई गर्छु कलेजमा त अलि लाजै लाग्छ मलाई but then still I will try अनि see you bye bye चाहिँ मेरो बेस्ट फ्रेन्डको बर्थडे थियो अनि म केक लिएँ अनि त्यसपछि उसलाई भेट्न गएँ त्यहाँनिर केक राखेर आज मैले चाहिँ राखिसकेँ डेकोरेट गर्नलाई त्यसपछि हामी जान्छौँ केक काटेर खाइहाल्यौँ अनि त्यसपछि हामी एकछिन बसेर गफ हाल्यौँ त्यहीँनिर हाम्रो चकलेट आइरहेको थियो अनि हामी केक पनि खाइरहेको थियौँ हामी चाहिँ हाउस 5 मा गएको थियौँ अनि त्यहाँ त एकदम राम्रो एम्बियन्स थियो त्यो प्रिटी एस्थेटिक भन्नेवाला जुन भाइब हुन्छ नि त्यो चाहिँ एकदम राम्ररी दिइरहेको थियो ठाउँले चाहिँ अनि त्यहाँनिर क्रिसमस डेकोरेसन्सहरू पनि गर्नुभएको थियो त मलाई कस्तो राम्रो लागिरहेको थियो आई प्लिजिङ थियो जे होस् अनि त्यहाँ बाहिर पनि अलि नेचुरल राम्रो ठाउँ थियो मलाई एकदम मन पर्यो त्यो ठाउँ चाहिँ अनि त्यहाँनिर हामीले अलिअलि फोटोहरू पनि खिच्यौँ गार्डन एरियामा पनि गएर अनि भिडियो पनि बनायौँ एभ्रीवान हामी चाहिँ हाउस 5 को चाहिँ हाम्रो सबै सकिसक्यो अब हामीहरू चाहिँ यहाँबाट जाँदैछौँ खै कता हो थाहा छैन बर्थडे गर्लले जता जाम भन्छ त्यतै जाने हो बर्थडे गर्ल चाहिँ पछाडि नै हराइसक्यो फेरि अब चाहिँ यहाँबाट निस्किन्छौँ हामीहरू हाउस 5 बाट चाहिँ पार्किङमा मैले स्कुटर भित्र मेरो ब्याग सब राखेर उहिरो बनाएको छु अब गाइस बाई बाई हाउस 5 हामीले यति धेरै फोटो खिच्यौँ यति भिडियो खिच्यौँ है कस्तो बिल्ला लागिरहेको छ कि भित्र दुरी तर अब भोलि भेट हुँदैन नि त इट्स ओके सो थ्याङ्क यू फर द बर्थडे केक एन्ड लभ एन्ड एभ्रिथिङ त्यति गरिसकेपछि चाहिँ हामीहरू गयौँ कफी अड्डा अनि कफी अड्डामा गएर हामीले अर्डर गऱ्यौँ अनि कुर्दा बेर चाहिँ हामीहरू हाम्रो नेभर एन्डिङ चिटच्याट गर्न सुरु गऱ्यौँ
फाइनली हाम्रो मोमो र स्मुदी आयो अनि यस्तो मिठो थियो अनि हामीले एउटा ह्याप्पी सेल्फी पनि गऱ्यौँ गुड फुड पछि। त्यसपछि म घर गएँ अनि घर गएर यसो हेरेको बहिनीले त पुरा मिल्क सेकहरू ल्याएर आएछ अनि मक्ख परेर देखाइरहेछ मलाई चाहिँ। त्यसपछि खानाहरू खाएँ अनि त्यसपछि म चाहिँ काम गर्न थालेँ अनि लगभग 11 बजेसम्म काम गरेर म चाहिँ सुतेँ। सो बाई गाइस।